आज म तपाईलाई फेसबुकमा नम्बर कसरी चेन्ज गर्न सकिन्छ यस बारेमा जानकारी दिँदैछु। भिडियो स्किप नगरिकन हेर्नुस्। तपाई पहिले आफ्नो फेसबुक ब्राउजर ओपन गर्नुपर्ने हुन्छ। यहाँनिर सेटिङको अप्सन देखाइरहेछ। पर्सनल डिटेल्स यहाँनिर छ सुरुमै। अनि अकाउन्ट सेटिङमा पर्सनल डिटेल्स फेरि यहाँनिर क्लिक गर्नु होला र यहाँ कन्ट्याक्ट इन्फो भनेर देखाउँछ। नम्बर देखाइरहेछ, यो मेरो पहिलेको नम्बर हो। अब म चेन्ज गर्न खोजिरहेको छु, अर्को नम्बर राख्न खोजिरहेको छु हैन। यहाँनिर लेखेको छ न्यू एड कन्ट्याक्ट भनेर, यसमा क्लिक गर्नुपर्ने हुन्छ। अनि तपाईँ इमेल पनि चेन्ज गर्न सक्नुहुन्छ। इमेल चेन्ज गर्न चाहनुहुन्छ भने एड इमेल एड्रेस भनेको छ, यसमा क्लिक गर्नु होला। मोबाइल नम्बर मैले चेन्ज गर्न खोजी भएर यहाँ एड मोबाइल नम्बर भनेर भनेको छ, त्यसमा क्लिक गरेँ मैले। अनि नेपालको कोड नम्बर यहाँनिर देखाएको हुन्छ है। यहाँनिर आफूले कुन नम्बर राख्न चाहिरहेछौ त्यो नम्बर यहाँनिर एड गर्ने। अनि यहाँनिर नेक्स्ट भनेको छ। तर राखिसकेपछि यहाँ तल आफ्नो फेसबुक अकाउन्ट देखाउँछ। यसमा क्लिक गरेको छैन भने तपाईँले क्लिक गर्नुपर्ने हुन्छ र नेक्स्टमा क्लिक गर्ने। नेक्स्टमा क्लिक गरिसकेपछि एउटा कोड आउँछ। यहाँ आइसक्यो कोड, त्यसलाई एड गर्नुपर्ने हुन्छ। यहाँनिर कोड राखेर कन्टिन्यू गर्ने र यहाँ देखाइसकेको छ नम्बर। यो नम्बरमा एउटा कन्फर्मेसन कोड आएको हुन्छ, त्यो कोड राखेर नेक्स्ट गर्यो भने हाम्रो मोबाइल नम्बर चेन्ज हुन्छ है फेसबुकमा।